नमस्ते दर्शकवृन्द, आजको समाचार लिएको छु। रविमाथि समेत आकर्षित हुन सक्छ सम्पत्ति शुद्धिकरणको नयाँ नजिर। के हो त यो? यसको बारेमा हामीले जानकारी गरौँला। त्यस्तै गरिकन गणतन्त्रमा रातो बत्ती। सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरी सम्पत्तिको जिम्मेवारी व्यक्तिले नै लिनुपर्ने व्याख्या गरेको छ। अदालतले गैर कानूनी सम्पत्ति र सम्पत्ति शुद्धिकरणको मुद्दामा स्रोत खुलाउन आवश्यक पर्ने निर्णय गरेको छ। यसले भ्रष्टाचार र अपराधबाट आर्जित सम्पत्तिको कानूनी प्रक्रिया र जिम्मेवारी निर्धारणमा नयाँ मानक स्थापित गरेको हो। अब गणतन्त्रमा रातो बत्ती। हामीले सारांशमा भन्न सक्छौं, गणतन्त्रको विरोध बढ्दै गएको र राजनीतिक दलहरूमा सुधार आवश्यक रहेको नेकपाका उपसचिवले बताए। राजनीतिक दल र नेतृत्वले जनताको विश्वास जित्न र सुधार गर्न आवश्यक छ, अन्यथा गणतन्त्रको स्थिरता चुनौतीमा पर्नेछ। जनताको निराशा र आक्रोशलाई मध्यनजर गर्दै पार्टी र नेतृत्वले आफूलाई सुधार गर्नुपर्ने आवश्यकता ओल्याइयो। अब लागौं दर्शकवृन्द समाचार विस्तारमा। रविमाथि समेत आकर्षित हुन सक्छ सम्पत्ति शुद्धिकरणको नयाँ नजिर। सर्वोच्च अदालतले अहिले साथमा नदेखिए पनि कुनै समय खातामा रहेको रकम वा सम्पत्ति बारे सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने दृष्टिकोण सहित नयाँ नजिर स्थापित गरेको छ। पहिले खातामै देखिए पनि अहिले साथमा नभएको सम्पत्तिको जिम्मा लिनु नपर्ने भने यस अघिको नजिर व्यवस्थापन गर्दै सर्वोच्च अदालतले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको पुष्टि हुने गरी स्रोत खुलाउन सक्नुपर्ने व्याख्या गरेको हो। सर्वोच्च अदालतको यो नजिरले भ्रष्टाचारबाट आर्जन हुने गैर कानूनी सम्पत्ति र सम्पत्ति शुद्धिकरणको मुद्दामा नयाँ मानक बढेको छ। यो नजिर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेकादेखि सम्पत्ति शुद्धिकरणको अभियोग खेपेकाहरूको हकमा समेत आकर्षित हुने देखिन्छ। सरकारी ठगीको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि समेत सम्पत्ति शुद्धिकरणको अभियोग छ। सहकारीबाट अपचलन गरेको आर्जन आफ्नो खातामा राखेर सम्पत्ति शुद्धिकरण गरेको आरोप खेपिरहेका लामिछानेको मुद्दामा यो नजिर आकर्षित हुने देखिन्छ। दर्शकवृन्दहरु, के हो त यो नयाँ नजिर? यसको बारेमा जानकारी प्राप्त गरौं। मानौ 5 वर्ष अघि कुनै व्यक्तिको खातामा 5 करोड रुपियाँ जम्मा भयो अनि 6 महिनापछि उसले खातामा 5 लाख रुपियाँ बाँकी राखेर सबै रकम निकाल्यो। त्यो व्यक्तिमाथि गैर कानूनी सम्पत्ति आर्जन वा सम्पत्ति शुद्धिकरणको अभियोग लागेमा 5 करोड रुपियाँ कहाँबाट ल्यायो भनी प्रश्न उठ्न सक्छ। 11 वर्ष अघि सर्वोच्च अदालतले प्रतिपादन गरेको भ्रष्टाचार सम्बन्धी एक नजिर अनुसार साथमा नभएकाले त्यो मानिसको खातामा आइपुगेको 5 करोड रुपियाँमाथि प्रश्न उठाउन आवश्यक छैन। खातामा रहेका 5 लाख रुपियाँको मात्रै स्रोत देखाए पुग्छ। 2071 सालमा प्रतिपादित त्यो नजिरले आरोपितको साथमा नभएको सम्पत्ति बारे जवाफदेही हुनु नपर्ने व्याख्या गरेको थियो। त्यसबेला सर्वोच्चले कसैले अपराध गरेर कमाएको सम्पत्तिमाथि प्रश्न उठेमा उसको साथमा रहेको र अनुसन्धानका बखतमा रहेको चल अचल सम्पत्तिलाई मात्रै अनुसन्धानको आधार बनाउनु पर्ने व्याख्या गरेको थियो। त्यो नजिरमाथि यदाकदा प्रश्न उठ्ने गरेको थियो। खातामा आइपुगेको रकम झिकेका कारण मात्रै भ्रष्टाचार वा सम्पत्ति शुद्धिकरणको अभियोग लागेको व्यक्तिले दायित्वबाट कसरी उन्मुक्ति पाउन मिल्छ भन्ने प्रश्न कानूनी र न्यायिक वृत्तमा उठ्ने गरेको थियो। यस्तैमा आपराधिक पृष्ठभूमिका विराटनगरका अभिषेक गिरी विरुद्धको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतबाट सर्वोच्च अदालत पुग्यो। गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न रही अवैध रूपमा सम्पत्ति कमाएको सम्पत्ति शुद्धिकरण गरेको यो अभियोगमा अभिषेक गिरी र उनका पत्नी अनिसामाथि मुद्दा चलेको थियो। अनुसन्धान हुँदा आर्थिक मन्सिर 2061 मा उनको खातामा 3500 रुपियाँ मात्र रहेकामा अनुसन्धान हुँदा अर्थात मन्सिर 2061 मा उनको खातामा 3500 रुपियाँ मात्र रहेकोमा त्यसभन्दा अघि उनको खातामा कुल 1 करोड 19 लाख रुपियाँ आएको र रकम पनि झिकेको भेटियो। उनकी श्रीमती अनिसा गिरीको खातामा पनि 2000 रुपियाँ मात्रै बचत थियो, तर अनुसन्धान हुँदा अनिसाको खातामा 1 करोड 60 लाख रुपियाँ जम्मा भएको र पछि झिकेको भेटियो। त्यतिबेला सरकारले उनीहरूको खातामा आएको कुल रकम जोडेर 2 करोड 14 लाख रुपियाँको बिगो मागदाबी थियो। विशेष अदालतले दुवैजनालाई असार 2075 मा सफाई दिएको थियो। सुरुमा सर्वोच्च अदालतका 2 न्यायाधीशको इजलासले गिरी सम्पत्तिको मुद्दाको सुनवाई गरेको थियो। गैर कानूनी सम्पत्तिको एक
भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले पहिले आरोपितको साथमा भए पनि अनुसन्धानका बेला बिक्री वितरण भएको, हस्तान्तरण गरिएको वा अन्य तरिकाले अरूको नाममा गएको रकम कसुर अन्तर्गत नपर्ने भने नाजिर स्थापित गरेको थियो। त्यसबेलाको व्याख्या अहिले अभिषेक गिरीको सम्पत्तिको हकमा समेत आकर्षित हुने अवस्था बन्यो। संयुक्त इजलासले त्यतिबेला प्रतिपादित सिद्धान्तका सबल र दुर्बल पक्षको विश्लेषण गर्यो। एकातिर खातामा पटक पटक जम्मा भएको रकम सबै अपराधबाट आर्जन गरेको सम्पत्ति शुद्धिकरणकै रकम हो भनेर अनुमान गर्न पनि उचित हुने थिएन। अर्कोतर्फ अपराधबाटै आर्जित रकम पटक पटक झिक्ने र राख्ने काम पनि हुन सक्ने भन्दै उसको कस्तो रकमलाई कारोबारलाई अपराधबाट आर्जित रकम मानि बिगो कायम गर्नुपर्ने जटिल प्रश्न देखिएको ओल्यायो। त्यस्तै गरिकन दर्शकवृन्द अब लागौं गणतन्त्रमा रातो बत्ती। गणतन्त्रका झण्डै 2 दशक र नयाँ संविधान लेखेको 1 दशक पछि गणतन्त्रको विरोधमा सडक तातिएको छ। राजतन्त्रका पक्षधरहरू हौसिएका छन्। गणतन्त्र आएको यति छोटो अवधिमै गणतन्त्रको विपक्षमा कसरी जनमत बढिरहेको छ। कुनै पनि राजनीतिक व्यवस्था स्थापित हुन, विकसित बन्न र त्यो व्यवस्थाले प्रतिफल दिन समय लाग्छ नै, तर आज जनताको ठूलो पंक्ति निर्धक्क गणतन्त्रको विरोधमा बोल्ने, सडकमा आउने काम भइरहेको छ, जुन कुरा गणतन्त्रको लागि शुभ संकेत होइन। यसमा गम्भीर बन्दै यस व्यवस्थाका मुख्य हिमायती दल कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलका नेतृत्व कार्यकर्ताले आफैलाई प्रश्न गरौं र भनौं, हामीले के त्यस्तो गरिरहेका छौं जसले जनतालाई चिढ्याइ राखेको छ। यो समस्याको समीक्षा गर्दाखेरि कहिलेकाहीँ यस्तो लाग्छ नेपालमा स्वतन्त्र जनता नै छैनन्, मात्र दलका कार्यकर्ता, पार्टीका नेता, मतदाताको परिचय पत्र नै दलको सदस्यता जस्तो भएको छ। तसर्थ अधिक स्वतन्त्र जनता बिनाका चुनावी परिणाममा हामीले हर्ष बढाइ गरेको धेरै भइसक्यो। जनताका प्रतिनिधिले संविधान लेखिसकेपछि 3 तहका सरकारमा समावेशी प्रतिनिधित्व भइसकेपछि अब हामी बिस्तारै समृद्धिको यात्राबारे उत्सुक हुनुपर्ने हुँदैछौं पनि। व्यापक बहस, गम्भीर चासो र अनेक उपायको खोजी गर्दैछौं। गणतन्त्रमा जनताका असली प्रतिनिधि भएका राजनीतिक दलहरू हुन्। दलहरूले नै जनतामा आशा भरोसा जगाउनु पर्छ, सुख दुःखमा साथ दिनुपर्छ। जनताले आफ्नो विचार, आवश्यकता, विश्वासले आवधिक निर्वाचन मार्फत दल चुन्ने, नेतृत्व चुन्ने र त्यो अवधिमा चुनेको दल नेतालाई परीक्षण र निगरानीमा राख्ने कुरा गणतन्त्रमा अनिवार्य हो। अब जब जनता जज हुन्छन् र फैसला गर्छन्, त्यो सर्वस्वीकार्य हुनुपर्छ गणतन्त्रमा। के अहिले यस्तो अवस्था हो त? मुख्य गरी अहिलेको राज सत्ता सञ्चालकमा कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरू छन्। अब प्रश्न उठ्छ, के अहिले यी दलहरू र नेतृत्वले राज सत्ता सञ्चालनमा गणतन्त्रको मर्म बुझेका छन्? जनताले त्यो अधिकार उपभोग गरेको महसुस गरेका छन्? मिलिजुली सरकार चलाउने, आलो पालो प्रधानमन्त्री बन्ने र मौका पाएसम्म सत्ताको भोग पनि गर्न पछि नपर्ने चरित्र अहिलेको दलीय चित्र हो। निकै लामो समयदेखि जुन व्यवस्था आए पनि राज सत्ता चलाएका अनुहारहरूको निरन्तरता र फेरि उनै पात्र र प्रवृत्तिले राजनीतिक पार्टीहरूमा रजगज गरेको देख्ने जो कोही पनि जनता पनि निराश हुनु स्वाभाविक छ। यी र यिनै प्रवृत्तिहरू नै गणतन्त्रको सूचक वा उपलब्धि जस्तो देखिनु ठान्नु नै अहिलेको गणतन्त्रप्रति प्रश्न उठ्नुको मूल कारण मात्र सकिन्छ। दर्शकवृन्द, भिडियो कस्तो लाग्यो पक्कै पनि तपाईले आफ्नो विचार कमेन्टमा लेख्नुहोला। भिडियोलाई लाइक र शेयर गर्नुहोला र साथै यो च्यानललाई सब्स्क्राइब गरेर हामीलाई सपोर्ट गर्नुहोला भन्दै आजको यो भिडियोबाट म बिदा लिन चाहन्छु। धन्यवाद।